भ्लग हाम्रो फाइनली हाम्रो टोलीलाई हाम्रो भ्लगमा स्वागत छ। हामी चाहिँ फाइनली अगाडिको त्यो एउटा भ्लग छ नि, त्यो भ्लगमा हामी बसेर पनि लगभग 2 घन्टा 3 घन्टा लाग्यो होइन? 2.5 घन्टा लाग्यो। हो, त्यो लागेको अनुसार पनि हामी टक्क अब यो रातमा धरानको चिसो हावामा छ। हो, ओभर बवाल छ यहाँ, तर यस्तो बवाल छ यहाँबाट मजा छ, यहाँबाट फिल छ, सब कुछ छ यहाँ। किनकि आज बवाल छ, किनकि के भन्छ टुइरो भन्छ, कुहिरो लागेको छ। हाम्रो मित्र महेन्द्र, हेलो, कस्तो लाग्यो हाम्रो आजको यो समय, कसरी कट्यो? ठिक छ। आज एकदमै रमाइलो लाग्यो र त्यसैमा चिसो पनि छ आजको दिन। एकदमै हिजोदेखि चिसो बढिरहेको खण्डमा अलिक समय बिताउन अलिक गाह्रो भनौँ न, अलिकता अलि अप्ठ्यारो महसुस, असहज पहिलाको जस्तो अहिले मतलब भनौँ न त्यो गर्मी भइरहेको जस्तो जीवनशैली अहिलेको छैन। मौसमले च्यालेन्ज हानिरहेको, किनभने मौसमले एकदमै ठुलो च्यालेन्ज गरिरहेको पानी परेको शीत परिरहेको छ, एकदम शीतलहर चलेको भन्दा पनि हुन्छ होला सायदै। मान्छेलाई कस्तो हुन्छ भने ट्याक्क लगाएर कस्तो हुन्छ भने मान्छेको सोच जहिले पनि के हुन्छ, जब गर्मी हुन्छ नि मान्छेलाई, जब गर्मी हुन्छ यस्तो कुहिरो लागेको आहा बवाल लाग्छ। जब त्यसले थाहा पाउँछ जब चिसोमा यस्तो हुन्छ भने कति गाह्रो हुन्छ भन्ने कुरा हाम्रो मित्र विकासलाई भइसक्यो, थाहा भइसक्यो अहिले कति गाह्रो छ, कस्तो छ भन्ने कुरा त। विकास अनि मित्र फिलिपलाई हामीले उतै छोडेका छौँ। अहिले हामी एकचोटि हामीले अहिले सेवाबाट फर्केको अवस्था हो। अहिले हाम्रो मित्रहरू उतै नै हुनुहुन्छ, हामी मात्रै। त्यही भएर भनेको यस्तो गाह्रो छ ओभर आज त योमा चाहिँ। आज किनकि यो पहिलोचोटि होला होइन यस्तो भएको? होइन, जनवरी 1 तारिकमा पनि भएको। यस जनवरी 1 तारिकमा पनि भएको थियो। अहिले यो चाहिँ जनवरी 24 जनवरी 24 जुन चाहिँ आज माघको आज 11 गते। 11 गते, यस माघको 11 गते। हामी अहिले रुममा पुगिसक्यो, यस्तो चिसो ओभर छ। अब भित्र गएर अब तातोसँग सुत्नुपर्छ हामी चाहिँ होइन, मजाले बनाउनु पर्छ। तातो पानी बनाइनु पर्छ कि तातो खानेकुरा बनाएर टक्कलाई हामी खान्छौँ। त्यहाँबाट मिठो खाएर ट्याक्क हामी छिटै ढल्नुपर्छ होला आज। भोलि फेरि शनिबार पनि हो, शनिबारको सेवामा पनि हामी प्रस्थान गर्नुपर्ने हुन्छ। तर ओभर छ क्या हेर्नु गाइजहरू, यो मान्छेदेखि अब ढ्याक्क मैले झन् त्यो लिएर आउँदा यहाँ अगाडि मैले साथीको लागि भनेको थिएँ कि अब कस्तो लागेको थियो भने चाहिँ महेन्द्रलाई भने मैले हामीले यस्तो कतिवटा टाढा जाने बा हेलिकप्टर लग्यो भनेको, नजिकै भने मैले बाइक लग्यो भनेको थिएँ। झन्न बाइक ल्याएन, बाइक लगिदिएको भए त हाम्रो अहिले त एक्सिडेन्टै हुने रहेछ नि, यहाँ दुर्घटना हुने रहेछ। किनकि यस्तो कुरो लागेको छ हो बाल, त्यसैले चाहिँ कुरो लाग्यो होला। मोबाइल चलाउनु हुन्न अरे, त्यसैले के अरे मोबाइल भन्दा बाइक चलाउनु हुन्न, एकदमै गाह्रो हुन्छ। त्यसैले पनि म गाडी ल्याएन। हजुर मेरो हाम्रो बाइकहरू यता छ, 2टा बाइक छ, एउटा स्कुटी बाइक हो, एउटा स्कुटी। यो चाहिँ एउटा मेरो एउटा मित्र महेन्द्रको हो। एकछिन है बत्ती बालो यता हेर। त्यो गाडी चाहिँ यहाँ स्कुटी महेन्द्रको, बाइक मेरो है। अब फाइनली अब यहाँ पुग्यो। यहाँबाट अब रुममा प्रस्थान गर्नु छ। रुममा जानुभन्दा पहिला अगाडि लाइट वाल यहाँ कस्तो बवाल लाग्यो होइन क्या। यहाँबाट म यहाँबाट फेरि अर्को रुम देखाउँछु यहाँ। यस के हो फाइनली भने चाहिँ यहाँ गिटारहरू छ टक्क लगाएर अब यहाँ रुममा पुगिसक्यो। ओभर बवाल छ तर ठिक छ। हाम्रो यो भ्लग यति नै राख्छु। हाम्रो रमाइलो गएको भ्लग चाहिँ नेक्स्ट भ्लग देख्न सक्नुहुन्छ तपाईँले। यो भ्लगलाई हामी यति नै अन्त्य राख्छौँ। टाटा बाई बाई सबैलाई, बाई। के बोल्न चाहनुहुन्छ? होइन, म केही पनि बोल्न चाहदिनँ। बोल्नुपर्ने चाहिँ सबै हजुरले नै बोलिसक्नु भएको ठिक छ ल।